ठिक छ हजुर, एकदमै आनन्द छ। अब खुसीको खबर अब बाँड्ने समय हो, यो ठाउँ हो, हाम्रो मञ्च हो। यो हस् चाहिँ कस्तो रहेछ, यो त स्वास्थ्य नसकेरै यो गर्दैछ तैपनि भन्ने जस्तो लाग्छ होला, तर त्यस्तो होइन। अपरेसन भएको सायद म 4 दिन एकछिन नै म्युटमा त्यस्तै भएको बस्नुहोस्। थियो होला। यशोदा म्याम र सुधा म्याम आएर मलाई आफ्नो हातले एक कोसो केरा पनि खुवाएर बैशाखी यशोदा म्यामसँग रहेछ, त्यो ल्याएर दिनुभयो। म लगातार 8 महिनासम्म लगभग लगभग त्यही बैशाखीमै चले, 7.5 महिना भनौँ। अनि बिस्तारै बिस्तारै डाक्टरको सल्लाह अनुसार आत्मबल अनुसार त्यो बैशाखीलाई बिसाउने अवसर भयो र अहिले पनि काहीँ काहीँ कता कता के हुनसक्छ, यो पाङ्ग्रामा अलिकति समस्या आएको कारणले गर्दाखेरि त्यो बैशाखी छोडेपछि एउटा लौरो चाहिँ सहाराका लागि लिएर अनि मोटरसाइकलहरूमा बाहिरतिर गएर अलिअलि काम गर्न सक्ने भए। यो हजुरहरूको शुभेच्छा। भगवानको कृपा। धेरै समय मैले पनि आफूलाई सोचेँ, बाहिर त मैले देखाइनँ, त्यही हस्पिटलमै पनि म 3-4 दिनदेखि नै प्रवचन गरेर नर्सहरूलाई पनि हँसाउने खुबी ममा आयो, तर मैले बाहिर भनिनँ आफै। बा फेरि मान्छे बनेर काम गरेर हिँड्न सक्छु कि सक्दिनँ भन्ने चाहिँ मलाई पनि भएको थियो। र एकचोटि हाम्रो अस्ट्रेलियाको सिडनीमा बस्नुहुने हाम्रो बद्री तिमल सिन्हा दाजु आउनुभएको थियो। त्यो दाजु आएको बेलामा दाजुलाई र मलाई सम्मान गर्ने एउटा कार्यक्रम बन्यो लायन्स क्लब अफ काठमाडौँ समथिङ डिस्ट्रिक्टबाट। त्यहाँ जाँदा पनि म त्यही उहाँहरूको गलामा समातेर बैशाखी टेकेर के गरेर गुरुआमाले थेगेर पुर्याउनु भएको थियो। आज त्यही कार्यक्रम त्यही मञ्चमा गएर एउटा भजनमा नाचे। म पहिलोचोटि एउटा भजनमा नाचे है। यो सबै हजुरहरूको शुभेच्छा। त्यहाँ पनि सबैजना रुनुभयो, भनेको गर्दा हुँदो रहेछ भगवान हुनुहुन्छ, सहारा हुन्छ कसै न कसैको भनेर उहाँहरू पनि यो मान्छे कहिले ठिक हुन्छ र नाच्छ भन्ने उहाँहरूलाई पनि रहेछ नि त, भन्नुभएको थिएन। र अब अहिले म यसरी पल्याटी मारेर यतिको भएको छु म्याम। म यो हिजोबाट मात्रै हो है, यो हिजोबाट मात्रै हो। यसरी दुईटा कुरा गर्दाखेरि त पनि म ध्यानमा बस्छु, ध्यानमा बस्दा चलाउँदिनँ, पक्कै पनि ठिक हुनुपर्छ, यहाँ ऊर्जा जानुपर्छ भनेर। र यो तलतिर सबै निदाउँछ, ध्यान सकिएपछि अनि फेरि यसरी खोलेपछि यो ठिक हुन्छ होइन। र अब यसमा अलिकति समस्या भनेको मलाई यहाँ पाङ्ग्रामा छ। पाङ्ग्रो त मेरो लुकेकै थियो, पहिले पनि सुधा गुरुसँग लागेर योग गरेकै भरमा पाङ्ग्रो बाहिर निकालेर सामान्य अवस्थामा हिँड्ने भइसकेपछि वनभोजको बेला पनि म लौरो टेकेर गएको थिएँ, तर लौरो बिसाएर सामान्य हिँड्ने भएर त्यो लौरो मैले मभन्दा पनि वृद्ध पुरुषलाई, उहाँलाई तपाईँलाई टेक्नुपर्छ, यो अलि डह्रो छ भनेर त्यो स्टिलको लौरो जो वनभोजमा गएको थिएँ त्यो लौरो उहाँलाई दिइसकेको म अब म सधैँ भइसकेँ भनेर। अनि म्यामहरू त आएर धेरैचोटि यहाँ देख्नु भएको छ, आरोग्य सरहरू पनि आउनुभयो। यहाँबाट यसो आलीबाट हिँड्ने बाटो, त्यो बाटोबाट हिँड्दै हिँड्दै एकदम भजन गाउँदै गाउँदै हातमा झोला बोकेर खत्र 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 गएको थिएँ। म एउटा सामान्य मान्छे जसरी हिँड्छ त्यसरी हिँड्ने भएको थिएँ। हिँड्ने हुँदा हुँदै त्यहाँनिर अब त्यो ढलान गरेको संयोग परेर अब बेला भएको रहेछ, अलिकति केही प्रारब्धहरू थिए होला नि मेरा पूर्वजन्मका, त्यो भोग्नु पर्थ्यो होला होइन। म आफै वैष्णव हो, आफै गुरु हो, व्यासाचार्य पनि हो, सबैले चिन्नु भएको छ। म आफै भजन पनि लेख्छु, भजन पनि गाउँछु, साधनाहरू पनि अनेक गर्छु, के गर्छु, गर्ने त अलिअलि त गर्छु, तर गर्दा गर्दै पनि मलाई पनि लागेन। भनेको म किन हजुरहरूलाई यहाँ 118 जनामा सेयर गर्दैछु भन्दाखेरि म सकिगएँ, म गइगएँ, म मरिगएँ, म अब उभा लाग्दिनँ भन्ने जस्तो हाम्रो यहाँ मिना म्याम हुनुहुन्छ, उहाँ सबैभन्दा फोकसको अहिले विषय उहाँ हुनुहुन्छ र उहाँको आधी उधी रोग चाहिँ मैले ठिक पार्नका लागि जिम्मा लिएको छु।
आधा उधा चाहिँ यहाँबाट ध्यानबाट हुन्छ, आधा आधी उधी फेरि आरोग्य सरले औषधि पठाइदिएर हुन्छ। आरोग्य सरले औषधि पठाउनुभन्दा पहिले गङ्गा सरले तपाईँलाई चाहिँ रिपोर्ट दिएर हुन्छ भने यो पनि एउटा पवित्र यस्तो एउटा चाहिँ दिव्य आत्माहरूको सम्मेलन हुने यो केन्द्र हो। यसलाई सुधा योग साधना मात्रै नभनेर यो एउटा मानवीय उपचारको वैकुण्ठ हो। यसलाई मैले चाहिँ यसरी आकलन गरेको छु। हजुरहरूलाई के कसो लाग्छ? कसैलाई चित्त बुझ्दैन अरे, अनि कसैलाई के हुन्छ अरे, कसैलाई अब त्यहाँ रिस पनि उठ्छ होइन। कसैलाई जस्तो अब यही गेस्टमा आउन पनि अब म आजैदेखि अनुरोध गर्छु, म 2 दिन बसेर गेस्टमा बसिसकेँ, भोलिदेखि लगातार अरू साथीहरूलाई पालो दिनु होला। फेरि दोहोरिएर आउँदाखेरि हामी बसौँला, केही छैन, म तलै बसेर पनि ध्यान गर्छु, ध्यानको क्लास अवश्य पनि गर्छु, योग अभ्यास पनि गर्छु। गर्न भ्याइन भने पनि मलाई आवश्यकता जति पर्छ त्यति गर्छु। यसको मतलब के हो भने हामीले गर्दाखेरि म आफै अनुभवी भइसकेपछि हजुरहरूलाई त्यो अनुभव सेयर गर्न मात्रै चाहे। र शुभेच्छाको भावले आमा समानकी गुरुले आएर मलाई खुवाएको एउटा कोसा किराले आज मलाई जीवन दिएको छ। म अहिले भावुक पनि भएको छु। आज मैले जीवन पाएको छु। नरुनु पञ्च ठिक हुन्छ। हामी यस्तो त छौँ, तपाईँ त पार लाउनु भयो। यो मन छ। अब रह्यो यहाँ हाम्रो टिकटक आइडीको बारेमा, म अलि बढी भावुक भएँ। यहाँ गायत्री दिदी पनि आउनुभएको छ। मलाई त्यो लडेको बेलादेखि, अब त्यो भ्याएदेखि उहाँदेखि आउने, उहाँ मोरङमा हुनुहुन्छ तैपनि कुदेर आउनु जस्तो भएको थियो। अनि जिपी सरहरू सबैजना आएको त्यो फोटोहरू हालिसकेपछि उहाँहरू पनि खुसी हुनुभयो क्या, सबैजना गएर भेट्नुभयो। पक्कै पनि यो मान्छे उठ्छ, यो मान्छे सत्य हुन्छ भन्ने सबैलाई विश्वास थियो। आउन पनि यति धेरै आउनुभयो, यति शुभेच्छा पठाउनु भयो नि, त हामीले कल्पना गरे भन्दा बाहिरकै कुरा हो। यो सब भगवानको कृपा हो। हजुरहरू भगवान रूपी जति पनि आफन्त मान्यजनहरू हुनुहुन्छ सबैलाई मैले नमन गरेँ। र यो कुरा यो आइडीको बारेमा चाहिँ अब हिजो पनि गुरुले एउटा मेसेज पठाइरहेको छ, त्यो टिकटकले दिएको। उसले भनेको के छ भन्दाखेरि यति धेरै लोकप्रिय बनाएर, यति धेरै 100 जना 200 जना जति मान्छे पनि बनाएर तिमीहरू त्यो बिहान बेलुका गरेर लगभग बिहान त हाम्रो लगभग 3 घण्टा हुन्छ, अनि फेरि परामर्शका कुराहरू यताउता गर्दाखेरि होइन, त्यसमा तँलाई एउटा पनि गिफ्ट दिँदैन भने, तँलाई एउटा पनि पैसा दिँदैन भने, एउटा पनि कोइन पर्दैन भने त अनावश्यक रूपमा यो किन लाइभ चलाउँछस् भनेर यसरी यो आइडीलाई सोधेको छ त्यसले होइन। त्यही हो होइन, अनावश्यक रूपमा अब गिफ्टिङ गर्ने। अब कहिलेकाहीँ अब अन्त गएर त्यो एउटा दुईटा कोइन, अब फेरि हामी सबै नेपालीहरूसँग के हुँदो रहेछ भन्दाखेरि यो मोनिटाइज नभएको आइडी हामीसँग केही त्यो दिने खालको उपहारहरू केही पनि छैन। त्यो आइडीलाई दिँदा केही पनि हुँदैन। आइडी बाँचे त हामी जस्ता यस्ता भइसकेका होइन, लगभग गइसकेकाहरू कतिजना जस्तो अब यहाँ सर शिष्टु हुनुहुन्छ, धेरै उ नै गर्नु पर्दैन। अब पालो बिने म्यामको छ, हाम्रो अर्को थापा बहिनी ठिक भइसक्नु भएको छ भन्ने यस्ता त धेरै कतिजनालाई त हामीले धेरैजनाका उद्धार गरिसकेका छौँ होइन। कतिजना त राम्रो भइसकेपछि अब हामीसँग जोडिन पनि अब भ्याउनु भएको छैन, आफ्नो काम गर्न थाल्नु भएको छ। हाम्रो अब भक्तजीहरू जस्ता यहाँ धेरै हुनुहुन्छ क्या, उदाहरण धेरै हुनुहुन्छ। 2500 जना त हामीले लगभग उ गरेका थियौँ। अब त्यसपछि यो बिचमा कति हुनुभयो थाहा छैन, तर धेरैलाई राम्रो भएको छ। देशलाई पनि, देशमा बस्ने विदेशमा बस्ने सबैलाई राम्रो भएको छ, जोडिनु भएको छ। युट्युबबाट पनि धेरैले गर्नु भएको छ होइन। यो लाभ, यो स्वास्थ्य लाभ हामीले लिनै पर्छ। अब केही छैन, अब टिकटक बन्दै भएछ भने पनि अब गिफ्ट दिने केही उपाय छैन होइन। अब अलि कता केही नै छैन, साथेर पैसा कोइन किनेर कताबाट त्यो गर्ने पनि हामीलाई अब एउटा त्यो प्राविधिक रूपले पनि हामी अब अलिक अचेतन जस्ता छौँ। त्यसो गर्दाखेरि नभएदेखि अब भए त दिन्थ्यौँ नि त, यो आइडीलाई दिने हो क्या, सुधा म्यामलाई त दिनु परेकै छैन नि। 3-4 वर्षदेखि हामीले के पो दिएका छौँ र होइन। यथेष्ट माया त भनेका बेला दिन सक्दैनौँ भने अब हामीले उपहार दिन त त्यत्तिकै हो होइन। अनि अब यो आइडी गिफ्ट पाउँदैन भने किन चलाउँछस् भनेर चाहिँ वार्निङ दिइराखेकै छ टिकटकले होइन। मेसेज मलाई पनि हिजो आएको थियो। त त्यसो गर्दाखेरि अब चलेन छ भने हामी अब युट्युबबाट युट्युबबाट भए पनि यसलाई गर्नुपर्छ, यसलाई निरन्तरता दिनुपर्छ। त्यो गर्न चाहन्छु म। र हजुरहरू सबैका पनि जसरी मैले यो 9 महिना, अहिले मेरो 9 महिना चल्दैछ, 9 महिना हुँदाखेरि धेरै कुरामा सुधार मैले पाइराखेको छु। यहाँ अलिकति बढी यहाँ निदाए जस्तो हुन्छ
अहिले अहिले पनि निदाए जस्तो हुन्छ कतिखेर र त्यसलाई यसो चलाइदिइसकेपछि फेरि त्यो ठिक हुन्छ। यसको मतलब मैले के आफै गर्छु भन्दाखेरि म ठिक हुने क्रममा छु, अझै पनि म ठिक हुन्छु भनेर मैले सोचिराखेको छु। हाम्रो मिनाज्यूलाई पनि म के भन्न चाहन्छु भने मसँग बिरामी छु, म बिरामी छु। मैले हिजो पनि भने त्यही कुरा दोहोऱ्याउँछु, म बिरामी छु भनेर सुतेको भए त म त्योभन्दा पहिले पनि सुधा म्यामसँग नजोडिएको भए मैले बार बार भन्ने गरेको छु। धेरै ठाउँमा योगका क्लासहरू भएका ठाउँहरूमा पनि गएँ, सबै सिकाउने गुरु नै बन्ने। तर यहाँ चाहिँ हामी जस्ता होइन, हामीले त सबै कुरा पढेर जानेको पनि गरेर जान्नु पर्यो नि त। नर्सरीको बच्चालाई जसरी हात समाएर सिकाउने ठाउँ भनेको सुधा म्यामले सिकाएकै ठाउँ भयो र म यहाँ आएर बसेँ। अनि त्यसपछि मैले त बाबा रामदेवकै पनि अलिअलि टेलिभिजनमा हेरेर पनि गर्ने गरेको, तर पटक्कै के मिल्दैन थियो, के कुरा बुझ्दैन थिएँ। तर अब सूक्ष्म व्यायामदेखि लिएर सबै कुराहरू गर्दाखेरि मलाई पनि यहाँ मन अडियो र म अडिएकै कारणले गर्दाखेरि आज हजुरहरूको माझमा यतिको स्वास्थ्य भएँ। त्यो बिचमा पनि स्वास्थ्य हुँदा पनि मैले फोटो भिडियोहरू हजुरहरूलाई हालिराखेकै थिएँ। वनभोजमा जाँदा त म लौरो टेकेरै जाँदा पनि अब त्यत्तिका होइन, मान्छेहरूलाई गरेर गएकै हो, हजुरहरूले पनि देख्नु भएकै हो। त्यसैले गर्दाखेरि अब पनि यहाँहरूको शुभेच्छा, यहाँहरूको सद्भावना होइन, भगवानको कृपा, इष्टदेव कुलदेवको कृपा, गुरुदेवहरूको आशीर्वादले अझै पनि फेरि दुर्गा नेपाल पहिलेकै दुर्गा नेपाल नै बन्न पाउने रहेछ भन्ने चाहिँ हिजो आजबाट निकै धेरै आशा पलाएको छ। यहाँहरू सबैजनालाई नमन, अन्यथा नलिबक्सेला। म एकदम भावनामा भावुक बने। म एक त गुरुले त्यो आफ्नो हातले तासेर खुवाएको केरा, त्यो मातृवात्सल्यता हो। सुधा गुरुलाई होइन, सुधा गुरुलाई कसले के जान्नुहुन्छ, कसो गर्नुहुन्छ, यो गएको गुरु पूर्णिमामा म जान सकिनँ। म आफै बिरामी भएका कारणले गर्दा अघिल्लो गुरु पूर्णिमामा गुरु मान्नुपर्छ भनेर यो आत्माले अराएको हो। मलाई कसैले मान भनेकै होइन। मैले त्यो पनि पढेको छु कथा कि दत्तात्रेयले 24 गुरु बनाउनु भएको छ, त्यहाँ धेरै खालका। तर यो जीवनदाता गुरु प्राप्त गर्न निकै गाह्रो कुरा हो। तर अनायासै यो टिकटकले नै भेट्टाएको छ। यो टिकटकलाई धन्यवादै भन्नुपर्छ। यो आइडी बन्द गरेछ भने यसलाई धन्यवाद, यसले धेरै गरेको छ है। त्यसले गर्दाखेरि त्यो भनेको हो। आइडीका लागि चाहिँ त्यसो गरौँ, बाँकी अब गुरुका लागि के गर्नुपर्छ, अनि हामीले सुधा योग साधनाका लागि के गर्नुपर्छ सल्लाह गरेर हामीले गर्नुपर्छ। त्यसबीचमा गुरुलाई ल्याउनु नै हुँदैन, किनभने गुरु माता पिता गुरु बन्धु सखा तेरे चरण में स्वामी मेरे कोटि प्रणाम। त गुरु नै माता हुनुहुन्छ, गुरु नै पिता हुनुहुन्छ हैन। दुःख र सुखको साथी गुरु बन्न सक्नुहुन्छ भने गुरुलाई गुरुको ठाउँमा हामीले पनि राख्न सक्नुपर्छ। मैले धेरै पनि बोलिनँ। आरोग्य सरलाई पनि कोटिसर नमन गरेँ र हजुरहरू सबैजनालाई सबैलाई शुभेच्छा दिन आउनुहुने, शुभकामना गर्नुहुने, स्वास्थ्य लाभको कामना गर्नुहुने जति पनि हुनुहुन्छ यहाँहरू सबैलाई हार्दिक आभार, धन्यवाद र नमन अर्पण गर्दछु। भगवानको कृपा पनि रहोस् र यहाँहरू सबैले पनि पूर्ण स्वास्थ्य लाभ, छिटोभन्दा छिटो, शीघ्र स्वास्थ्य लाभ लिनुहोस्। ओम नमन गुरु। ल, मिठो कुरा गर्नुभयो, सबैलाई भावुक पनि बनाउनु भयो, आफू पनि भावुक हुनुभयो। व्यासमा बसेर पुराणका कुरा, ईश्वरीय कुरा भनेर भावुक बनाउने मान्छे आज आफ्नै जीवन कथा वाचन गरेर भावुक हुनुभयो, हामीलाई पनि भावुक पार्नुभयो। म प्राविधिक कारणले अलिक भिडियोमा बस्न सकिनँ, त्यो टाइम सुनिरहेको छु सबै कुरा होइन। अब त्यसैले यो एउटा उहाँले बोलेको बोली अहिलेको समय खर्चिने बोली मात्रै होइन, सबैलाई आत्मबल बढाउने एउटा प्रेरणा भर्ने कुरा पनि हो जस्तो लाग्छ। हरेक चिजमा एउटा शक्ति हुन्छ। जसरी एउटा निर्जीव चिज त्यो झारपातमा पनि प्राण हुन्छ, त्यस्तै हरेक शब्दहरूमा, हरेक बोलीहरूमा एउटा सन्देश हुन्छ। अब त्यसलाई गलत हिसाबले, नकारात्मक हिसाबले लिने र सकारात्मक हिसाबले लिनेमा फरक पर्छ। उहाँको यो दिव्य वाणीको लागि हार्दिक धन्यवाद हाम्रो सम्पूर्ण सुधा योग साधना टिमकै तर्फबाट। अब यति कुराहरूलाई मनन गर्नुभयो भने कतिजना मौन बस्नु भएको छ, तल बसिराख्नु भएको छ, अनि कतिजनाले सुनेर यसलाई अचम्म पनि मान्नुभयो होला,
एउटा बुढो मान्छे आएर केटाकेटी जस्तो रोयो भन्नु होला। यो भावनासँग जोडिएको कुराले यस्तो कुरा गराउँछ र हामी लामो समयदेखि 3 वर्षदेखि निरन्तर सँगै छौँ। उहाँको अवस्था पटक पटक अब टाढा दूरीले टाढा भए पनि मसँग पनि पटक पटक 8-10 चोटि भेट भइसकेको छ। अझै धेरै त मलाई कस्तो लाग्थ्यो भने टिकटकमा मात्रै देखेको मान्छे यो चतराको 1 महिनै हाम्रो जुन कुम्भ मेला थियो त्यहाँ चाहिँ हप्तै पछि जस्तो आफै अशक्त भएर पनि एक हुल मान्छे लिएर उहाँ तीर्थ गराउन त्यो चतरामा धाममा चाहिँ तीर्थालुहरू लिएर आउँदाखेरि मसँग पटक पटक भेट भइरहँदा उहाँको आत्मबल देखेर हामीलाई छक्क लाग्थ्यो। हामीले चाहिँ उहाँको पोस्चर भिडियोमा यसरी नै गफ गर्दा हेरौँ त सर के छ तपाईँको अवस्था भन्दा घोडा सुन्निएको छ, घोडा यस्तो छ, डक्टरले यसो भनेको छ भनेर रिपोर्टिङ गर्नुहुन्थ्यो। तर त्यस्तै अवस्थामा पनि उहाँ भक्तालुजनहरू लिएर चाहिँ सधैँ हप्तै पछि जस्तो लगभग 3-4-5 चोटि आउँदाखेरि हामीसँग दैनिक त्यहाँ हामीले 1 महिना शिविर चलाएको थियौँ। पातञ्जलको भेट भयो। त्यसपछि काठमाडौँका हाम्रा वार्षिक उत्सवमा भेट भए। पछि गुरु घाइते हुँदा पनि संयोगले हामी भेट्न पुग्यौँ। उहाँलाई हौसला भर्न सबै टिम मिलेर त्यो कुरा हो। र आज उहाँले नाचेको कुरा गर्नुभयो, खुसीको कुरा हो। अब त्यो अस्ति को झलझली मलाई सम्झना आयो खुट्टो तेर्स्याएर हामी उहाँलाई घरमा भेट्न जाँदा पनि यति छिटै दुर्गा गुरु तयारी भएर अब हिँड्न सक्नुहुन्छ होला जस्तो लागेको थिएन। आज नाच्ने भइसक्नुभयो। उहाँको आत्मबल एकदमै मजबुत छ। त्यसले गर्दा उहाँलाई छिटो रिकभर गरेको। त्यसैले मिनाजीलाई सधैँ कराउँछु म, कहिलेकाहीँ कराए जस्तो हाम्रो बोली खरो भए जस्तो हुन्छ। मलाई त एकदम परिवार जस्तो भइसक्यो। हजुरहरूले गाली गरे पनि राम्रो सुन्छु म त। अब त कहिलेकाहीँ गाली नै गर्नुपर्छ क्या, गाली गर्न पर्छ। त्यो गालीलाई पनि मिठो मानेर मेरा लागि भनिदिएको भनेर सकारात्मक सोच्नुभयो भने अब गुरुआमाहरूले सरहरूले गाली गरिदिइरहे हुन्थ्यो नि मलाई, म छिटो सुध्रिन्थेँ भन्न सम्झिन थाल्नुभयो भने त्यही अमृत हुन्छ। गाली सुनि त हजुरले जति नभने पनि मलाई त्यस्तो लाग्दैन कि कहाँ भित्र छुन्छ अनि आफूलाई लाग्छ। यो त मेरा लागि भनेको, म छिटो राम्रो होइदिउँ भनेर पो मलाई कराएको। कत्रो उहाँहरूको मान्यता भन्नुभयो भने तपाईहरूलाई नै फाइदा। यसले कति कराएको होला सामाजिक सञ्जालमा सबैका अगाडि खाली गाली गर्छ भन्ने सोचिदियो भने यो मेरो लागि भनेको हो, मलाई नै भनेको हो। अब हामीले पटक पटक सम्झाउँछौँ। कहिलेकाहीँ अब हामीलाई पनि माया लाग्छ, आउनुहुन्छ। हामीले पनि सक्दो समयदेखि सबै कुरा छोडेर त्यागेर भए पनि खर्चेका छौँ। कस्तो हुन्छ नि हजुरहरूकै भलो होस् भनेर गरेका हुन्छौँ। कहिलेकाहीँ गाली गर्दा गाली पनि गर्नुपर्छ, किनकि हामीहरू गुरुको स्थानमा छ। गुरु भनेको बाउ आमाको आमा बुवाको स्थानमा हुन्छ। आफ्नो आमा बुवाले आफ्नो सन्तान दायाँ बायाँ भड्के भनेदेखि भनेको टेरेन भनेदेखि सम्झाउँदा नहुँदा गाली गरे हुन्छ। कसरी आफ्नो एउटा ठाउँमा ल्याउने प्रयास गर्नुहुन्छ नि त्यो रूपमा हेर्नुपर्छ कि अब हामीले हितकै लागि भलोकै लागि कहिलेकाहीँ सम्झाउँछौँ, कहिलेकाहीँ रुखो बोलेर अलिकति कराएर पनि कराउँछौँ पनि। हामीले अप्सरा चुहानलाई कति कराउँथ्यौँ पहिला, अर्को 1-2 जना म्यामलाई हामी कराउँथ्यौँ। अब भन्दा नटेर्नुहुन्थ्यो, मान्नुहुन्न थियो, गर्नुहुन्न थियो, अल्छी गर्नुहुन्थ्यो। त्यही कमेन्ट आएर गर्नुहुन्थ्यो, सम्झाइ गर्थ्यौँ, फेरि त्यही कमेन्ट गर्नुहुन्थ्यो। क्लासमा आयो कमेन्ट गर्ने, यो गर्ने बेलामा नबस्ने। कहिलेकाहीँ हामी खरु पनि हुनुपर्छ। हेर्नुहोस् है, सधैँभरि हामी नम्र भएर हामीले अब हजुरहरूले जे गरे नि त्यतिकै छोडिदियो भने हजुरहरूमा सुधार आउँदैन, स्वास्थ्यमा सुधार हुँदैन। हामीले जे भन्छौँ कहिलेकाहीँ रुखो भएर भने हजुरको स्वास्थ्यमा सुधार ल्याउनेकै लागि भनेको। न त हाम्रो कुनै पनि यहाँ केही पनि जोडिएको छैन। न आरोग्य सबको कुनै स्वार्थ छ, न दुर्गा गुरुको छ, न मेरो छ, न अरू यहाँ जोडिनु हुने साथीहरू छन्। जस्तो हजुर हुनुहुन्छ त्यो अवस्था, जुन अवस्थामा हजुरहरूले अहिले पार गर्नु भएको छ त्यही अवस्था मैले पनि पार गरेर आएको हुँ। अब यो गुरु भन्दैमा सबै कुरा नहुने, पूर्ण रूपमा एकदमै योग्य हुने हुँदैन। मैले पनि हजुरहरू जस्तै कमजोर शरीर, शिथिल शरीर भएकै मान्छे हुँ। एउटा मैले आफूभित्र हिम्मत र हौसला आफैमा जुटाएर म यतिको बन्न सकेँ भने म जतिको मात्रै, म भन्दा धेरै नबनाउला, म जतिको सम्म मात्र बनाउन सक्न पाए हुन्थ्यो भनेर मैले योग सिकाउन थालेको। म कुनै कुरामा परिपक्व भएर होइन है। त्यसलाई चाहिँ अब हजुरले सहज रूपमा गुरुले मेरो लागि भने अब मलाई स्वस्थ बनाउन बनाएको, मलाई सुधार्न बनाएको भनेको भन्ने कुरा सहज रूपमा लिनु पर्यो। यसलाई नेगेटिभ रूपमा लियो भने चाहिँ फेरि भोलि के हुन्छ त हजुरहरूको र हाम्रो सम्बन्ध तोडिन्छ। अनि योगको अर्थ के हो त? योगले के भन्छ? जोड्नु भन्छ।
अनि हामीले जो त्यहाँ तोड्यौँ भनेदेखि त त्यो युग त हुँदै भएन नि। यो चाहिँ हजुरले जसलाई जहिले जे भयो नि मेरो स्वास्थ्यको लागि मेरो चिन्ता गरेर मेरै चिन्तन गरेर उहाँहरूले मलाई भनेको हो भनेर बुझ्न पर्यो क्या हजुरहरूले है। जिरोबाट पहिला मैले गरेँ, त्यसपछि हाम्रो सरहरू आइसक्यो। आज सुधा योग साधना सुधा म्यामले मात्र चलाएको होइन कि हाम्रो सम्पूर्ण टिमको हो, हजुरहरूको हो, मेरो मात्रै होइन। यो च्यानललाई माया गर्ने पनि हजुरहरूकै च्यानल हो। यो हजुरहरूको परिवार भइसकेको छ, हामी एउटा सदस्य मेम्बर भएका छौँ। त्यसकारण सुरुवातीमा होला म एक्लै थिएँ, थाहा थिएन अब कसरी गर्ने केही ज्ञान पनि थिएन। त्यति बेला मैले नराम्रो शनि चलाएँ, मैले बोल्न पनि जान्दिनँ थिएँ। म कमेन्टमै हेरेर झगडा गर्थेँ, पहिला थाहा थिएन, अब टेर्दैन थियो, कमेन्ट जे पाए त्यही लेख्थेँ, गाली पनि गरिदिन्थेँ। अब मलाई पनि ज्ञान बोध भयो कि अब यो यस्तो गरी बोलेर हुँदो रहेछ। म बुझ्ने मान्छेले सरल रूपमा बुझ्नुहुन्छ, नबुझ्नेले जति गरी बुझाउन सकिनँ भनेर मैले त अझ नराम्रो कमेन्ट आयो नि त्यसलाई एकदम इजी सामान्य रूपमा लिइदिन्छु, हेर्नुहोस् हो है। अनि हजुरहरूले यही रूपमा यही पोजिटिभ सोच्नु पर्यो अनि गर्नु पर्यो। कहिलेकाहीँ विषय नयाँ भएर राख्यो भने, जस्तो आज चाहिँ दुर्गा गुरुले एउटा आफ्नो व्यक्तिगत जीवनीसँग जोडिएको, अनि म कसरी योगमा जोडिएँ, अनि उपलब्धि के भयो, त्यस पछाडि अहिलेको अवस्था कस्तो छ भनेर आफ्नो एउटा जीवन्त उदाहरणहरू दिँदाखेरि यो चाहिँ अर्ग्यानिक कुराहरू हुन्छ, जसले गर्दाखेरि यस्ता खालका कुराहरू चाहिँ मोटिभेसनै गर्छ। को शुभ खबर छ म्याम, 2 वर्ष लाग्छ भन्नुभएको थियो नि डाक्टरले त्यो हड्डी जोडिन। हड्डी त भरिएछ भनेको ए हजुर, भाँचेको हड्डी अनि अलिकति चुसो परेर गइराखेको थियो। अब यो त जोडिन टाइम लाग्छ होला भनेको, त्यसलाई पनि कस्तो राम्रो गरी क्रस गरेर मासतिरबाट गएर 2टै हड्डी जोडिएछ भने त्यो किलाभित्र पारेर डाक्टर पनि छक्क पर्नुभयो। धेरै राम्रो। अब हजुर छिट्टै अझै बढी रूपमा सक्रिय हुन्छ। मलाई त्यही पाङ्रामा पहिलेको जस्तो अलिकति अलि अप्ठ्यारो चाहिँ छँदैछ। त्यो पाङ्रो पनि अब यही योग गरेर र थेरापी गरेर ठिक पारिहाल्छु म यसलाई। एकदम धेरै भएको छ। ल ठिक छ गुरु, हजुरलाई खुसी लाग्यो। हजुरले अस्ति त्यत्रो कुरा गरिसु, मैले त्यो भिडियो डाउनलोड गरेँ, त्यो भिडियो सुनेर त म बेलुका राति पनि रोएँ एकचोटि। मैले केही गरेको थिइनँ, गुरुले मलाई यसरी हेरिस्यो, यो यति राम्रो भाव व्यक्त गरिस्यो। मैले त सामान्य व्यक्तिलाई सिकाएको छु, बरु अरू व्यक्तिहरूलाई त छुट्टै भेटेर सिकाएको छु, बोलाएर सिकाएको छु, प्राइभेट कल गरेर सिकाएको छु, सम्झाएको छु। गुरुले त आफैले मलाई हेरेरै गरिस्या हो। मान्छेमा कति सोच्ने मान्छेहरूमा त्यो सोचाइ सोच्ने शक्ति नै फरक भएर होला सायद है। अब कति गराउँदाखेरि अलि जस नगा पाएको अवस्थाहरू कति छन्, कति ठाउँमा सम्झाएको ठाउँमा गलत बुझेको अवस्था छन् भनेदेखि गुरुलाई मैले खासै विशेष टाइम पनि दिएको थिइनँ। म बेलुका पनि रोएँ गुरु त्यो डाउनलोड गरेको। अस्ति बेलुका राति 11 बजीसम्म झन् निद्रा लागेन मलाई त। त्यस्तो हुन्छ, के गर्ने यो के हो गर्दै धेरै कुराहरू भयो नि त। भनेको सोचेको भन्दा छिटो अब यो रिलिफ हुने कुरा पनि त त्यो एउटा केही न केही त कृपा त हो नि त। कृपा पनि हो। अनि जतिखेर अन्य ठाउँहरूमा पनि घुम्दै जाँदाखेरि हजुरलाई भेटेकै बेलादेखि अनि हजुरसँग लागेर योभन्दा अगाडि त जस्तो पाङ्रो लुकेका कुरा, पाङ्रो निकाल्दैदेखिका कुरादेखि लिएर हजुरसँग लागेर गरेका कुराहरू, त्यही त हातै नचलेर माथि हात माथि नभएको, दारी काट्न नभएको, कति महिना मैले मुख नै देब्रे हातले धुनु परेको अवस्थाहरू ती पार गर्दै आउँदा अनि त्यो जुन बेला हजुरलाई भेटेको थिएँ नि मैले, मनबाट नै यो गुरु चाहिँ हजुरलाई मैले स्वीकारिसकेको थिएँ क्या। त्यसै पनि अनि त्यो अप्ठ्यारो परेका बेला म बिरामी भएर गर्नै नसक्दा पनि हजुरको त्यो लाइभ खोलेर बसिरहँदा हजुरले गराएको सुन्दा मात्रै पनि मलाई धेरै नै ऊर्जा आउँछ शरीरमा। अनि यथार्थ कुरा त भन्न पाउनु पर्यो नि त, भन्नु पर्यो नि त। हामीले जे अनुभव भएको छ त्यो त सत्य कुरा चढाइ भन्नु पर्यो होइन, केही गर्नु पर्यो छैन। हामीले जे हो, जे भोग्यौँ, हामीले जे गर्यौँ, जे उपलब्धि हासिल गर्यौँ त्यो कुरा त हामीले यहाँ भनिदिँदै गर्दाखेरि अरू साथीहरूलाई पनि होइन, अब जस्तो अब अलिकति हामी भन्दा कमजोर, अब हुन त धेरै जस्तो त कमजोर मानसिकता नै हो। शारीरिक रूपमा त म जति कमजोर त पक्कै पनि धेरैजना त हुनुहुन्न। तर अनि एकजना दाजु भन्नुहुन्थ्यो, तपाईँ शरीरलाई चाहिँ साह्रै नै सताउने मान्छे, शरीरलाई यहाँ हातो चाहिँ भएको दुखेको कुरा चाहिँ कहिले दुःख पनि नभन्ने, तपाईँ धेरै शरीरलाई चाहिँ धेरै सताउनुहुन्छ है तपाईँ भन्नुहुन्थ्यो कि एकजना बुढाथोकी दाजु। अनि त्यो शरीरमा दुख्दै गर्छ, ठिकै छ, चल्दै गर्ने हो भन्ने खालको कुरा। यो त सबैका लागि अनुभव हुन्छ भनेर
पनि हो, मेरो आफ्नो अनुभव सेयर गरेको मात्रै हो, त्यो केही होइन। मेन कुरो त्यो हजुरलाई राम्रो हुनु हामीले सिकायौँ। अब बोलीले पनि हजुर प्रभावित हुनु, हजुर स्वयं आफै त्यत्रो आफैमा विशाल ज्ञानको भण्डार होइसिन्छ होइन। मैले त के सिकाएँ, के गरेँ, के जानेर भने होला जस्तो लाग्छ हजुरको अगाडि। अनि त्यो आफ्नो भित्रबाट आत्म जागरुक भएर हो, आफूबाट भित्रबाट आत्मविश्वास, समर्पण, सबै कुरा, यो सबै कुरामा श्रेय जान्छ क्या। मैले गराएको मात्रैले पनि होइन, हजुर आफू स्वयं त्यति आत्मविश्वास नभएको भएदेखि, हामीलाई विश्वास नगरेको भएदेखि, हाम्रा योगका गुरुहरूलाई विश्वास नगरे, योगलाई नगरे भए पनि कहाँ हुन्थ्यो र गुरु त्यति कुराले। त्यो सबै कुराको सम्मिश्रण हो। तर मलाई त्यो कुराले चाहिँ यस्तो म धेरै एकदम भावुक भएँ क्या। म पछि म त्यहाँ हजुरले भन्दै गर्दा त भथेँ। अनि कतिपय घटनाहरूलाई मलाई सम्झाइदियो। त्यो कुरा डाउनलोड गरेर सुन्दै गर्दा, मैले यो योगका सेसनमा चलाउँदै गर्दा, यहाँ जोडिएका साथीहरूसँग छुट्ने क्रममा भएका कुराहरू कति सम्झिन र त्यो कुराले मलाई धेरै भावुक बनाएर रुवायो एकैछिन, रोएँ पनि। अनि यस्तै हो, अब सबै मान्छेको सोच विचार एउटै हुँदैनन्। यो दिव्य व्यक्तित्वले मात्रै बुझ्नुहुन्छ भन्ने जस्तो मलाई लाग्यो। फेरि मन बुझाएँ, अब गर्नुपर्छ, आफ्नो कर्म म अगाडि बढेर गर्नुपर्छ। कुनै पनि गाह्रो अप्ठ्यारो बाटोमा हिँड्दाखेरि उकालो ओह्रालो, खाल्टाखुल्टी, हिलो होइन, ओभानो धुलो सबै कुरा आउँछ। त्यो सबै कुरालाई पार गर्नुपर्छ। जीवन पनि त्यस्तै हो। अब यो सेवा काम गर्ने बेलामा चाहिँ झन् गाह्रो हुँदो रहेछ क्या। बरु अरू गर्नलाई सजिलो हुने, फाट कुरा गर्न पाइन्छ, भए हुन्छ नभए हुँदैन भने चाहिँ सेवा भावमा चाहिँ असाध्यै गाह्रो हुँदो रहेछ गर्नलाई, बुझाउनलाई, अगाडि लानलाई। अब ठिक छ, यो पनि मैले अब त यस्ता सबै कुरालाई मैले एकदम सहज रूपमा लिएरै गर्न थालिसकेँ। पहिलाको म र अहिलेको ममा धेरै अन्तर आइसक्यो। पहिला मैले अलि अज्ञान पनि थियो, ज्ञान पनि थिएन। अब यो ज्ञान ध्यानले धेरै ज्ञान दिँदैछ, यहाँबाट धेरै कुराहरू सिक्दैछु। यहीँबाट यही ज्ञान हजुरहरूलाई नै सेवाको रूपमा प्रदान गर्ने